नमस्कार साथीहरू। आज म हजुरहरूलाई यो स्क्रिनमा देखाइरहेको यो जेडकेटी डिभाइसको कन्फिगरेसन कसरी गर्नु सक्नुहुन्छ, टाइम टेबल कसरी सेट गर्न सक्नुहुन्छ, इम्प्लोइ कसरी एड गर्ने, कसरी डिलिट गर्ने र कसरी यसको सिफ्टहरू मिलाउने अनि कसरी यसको रिपोर्ट हेर्ने विषयमा चाहिँ मैले केही कुराहरू सिकाउन गइरहेको छु। स्क्रिनमा देखाइरहेको यस्तो डिभाइसहरूको हजुरको सेटिङ गर्न चाहिँ एकदमै सजिलै हुन्छ। हजुरले चाहिँ यसको लागि हजुरहरूले पहिला एउटा सफ्टवेयर डाउनलोड गर्नुपर्ने हुन्छ। यसको नाम हो जेडकेटी एटेन्डेन्स म्यानेजमेन्ट सफ्टवेयर। यो सफ्टवेयरलाई हजुरहरूले सजिलै नेटबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ। यदि छ भने हजुरसँग पेनड्राइभमा अथवा सिडी पनि आउँछ योसँग सिडीमा आएको छ भने त्यसबाट नि कपी गर्न सक्नुहुन्छ। यदि छैन भने चाहिँ गुगलमा गएर हजुरले यो lc2pc.com भनेर सर्च गरेर म डिस्क्रिप्सनमा लिङ्क दिनेछु यसको। यो जेडकेटी इको फिङ्गरप्रिन्ट सफ्टवेयर भनेर हजुरले चाहिँ गुगलमा गएर lc2pc सर्च गरेर अनि यहाँ चाहिँ lc2pc होममा गएर यसरी हजुरले यो स्कुल सफ्टवेयर नेपाल भन्नेमा गएर हजुरले यो जेडकेटी इको फिङ्गरप्रिन्ट सफ्टवेयरले यहाँ पाउन सक्नुहुन्छ। भ्यूमा गएर हजुरले यहाँ सजिलैले डाउनलोड गर्न सक्नुहुन्छ। यसै तरिकाले हजुरले डाउनलोड गरिसकेपछि मैले चाहिँ डाउनलोड गरेर इन्स्टल गरिसकेको छु मेरो ल्यापटपमा। हजुरहरूले सजिलैले यहाँबाट मैले डाउनलोड कसरी गर्ने भनेर सिकाउन गइरहेको अनि यसलाई डाउनलोड गर्न सक्नुहुन्छ यहाँबाट। यसरी यो डाउनलोड गरिसकेपछि हजुरको डाउनलोड हुनेछ। यसै गरी मैले अब यो यहाँ मैले डाउनलोड गर्न परेन, त्यसैले मैले यसलाई क्यान्सल गरिदिन्छु। मैले क्यान्सल गरिसकेपछि अब यो हजुरहरूको सफ्टवेयर यो जेडकेटी एटेन्डेन्स म्यानेजमेन्ट सफ्टवेयरलाई ओपन गर्नुहोस् डबल क्लिक गरेर। हजुरले ओके गर्नुहोस्। अनि अहिले मसँग चाहिँ मेसिन यहाँ नहुनेको कारणले गर्दाखेरि मैले चाहिँ हजुरहरूलाई सेटिङ कसरी गर्ने त्यसको बारेमा मात्रै सिकाउन गइरहेको छु। अनि हजुरहरूसँग मेसिन छ भने हजुरले सजिलैले यो नम्बर 2 को इथरनेटबाट जोडेर हजुरको आइपी एड्रेसभित्र राखेर यो 1.201 को आइपी छ यसमा 1.1 को आइपी भित्र सेट गरेर यहाँ नेटवर्कमा सेट गरेर अनि हजुरले यो आइपी एड्रेसबाट कनेक्ट गर्न सक्नुहुन्छ डिभाइसले सजिलैले। अहिले मसँग डिभाइस छैन, त्यही भएर हजुरले सुरुमा हजुरको स्कुलको नाम अथवा संस्थाको नाम दिन पर्ने हुन्छ यसमा। त्यसको लागि हजुरले डिपार्टमेन्ट लिस्टमा जानुहोस्। डिपार्टमेन्ट लिस्टमा हजुरलाई एउटा नाम डिफाइन गर्ने ठाउँ दिन्छ। त्यहाँ हजुर मैले चाहिँ एबिसी स्कुल नाम दिए। हजुरले आफ्नो स्कुलको नाम दिनु सक्नुहुन्छ। यसपछि चाहिँ हजुरले इम्प्लोइजमा गएर यो एबिसी स्कुललाई चुज गरेर हजुरले एड गर्नुहोस्। नम्बर 1 यो अटोमेटिक आइहाल्छ। अनि नेममा चाहिँ जस्तो अब मैले राम लेखेँ। राम कुमार लेखेँ। यसको जेन्डर चाहिँ मेल। अनि यसै गर्दाखेरि यो के अरे अरू कुराहरू पनि हजुरहरूले पछि पनि भर्न मिल्छ। यो अहिले भर्न पर्छ भनेर छैन। यसरी भरेर हजुरले एडमा थिच्नुहोस्, अर्को एड गर्नुहोस्। नम्बर 2 आइहाल्यो। अनि यहाँ चाहिँ सीता राखेर जे पनि छ सीता राखेर एड गर्नुहोस्, सीता फिमेल। अनि अरू सबै हजुरहरूले यसै गरेर हजुरले अरू पनि छन् भने एडमा थिच्नुहोस्। यदि छैनन् भने अब सेभ गर्दा पनि हुन्छ। यसले चाहिँ क्यान्सल गर्नुहोस्। अब सेभ अटोमेटिक सेभ हुन्छ। यो हाम्रो दुईटा युजर चाहिँ यहाँ एड भइसके। यो स्टुडेन्ट के अरे स्टाफ भनौँ न। अनि यसलाई क्लोज गरिदिनुहोस्।
अब हजुरहरूले यो डिपार्टमेन्ट लिस्ट पनि भइसक्यो, इम्प्लोइज पनि भइसक्यो हजुरको। अब यसलाई चाहिँ डिभाइसमा हाल्नलाई हजुरले अपलोड युजर इन्फर्मेसन, हजुरको अपलोड र डाउनलोड भनेको अपलोड भनेको यो कम्प्युटरबाट हजुरको डिभाइसमा हाल्दाखेरिलाई अपलोड भनिन्छ, अनि डिभाइसबाट कम्प्युटरमा डाटा ट्रान्सफर गर्नलाई चाहिँ डाउनलोड भनिन्छ। त्यसैले हामीले चाहिँ अब डाटा हामीले यहाँ इम्प्लोइ यहाँ बनायौँ, हामीले त्यसैले गर्दाखेरि चाहिँ हामीले अपलोड गर्नुपर्ने हुन्छ डिभाइसमा। अब अपलोड गर्दाखेरि चाहिँ डिभाइस हाम्रो छैन, डिभाइस सेट गर्नुपर्छ। यो एबिसी स्कुलले सिलेक्ट गरेर अब सेलेक्ट अल गरेर यो दुईवटा युजर मात्रै छन्। हजुरले के एड के डिटेलहरू हजुरले डिभाइसमा हालिदिनु छ त भनेर यो युजर इन्फर्मेसन, फिङ्गरप्रिन्ट, फेस, फोटो यो सबै हाल्न नि मिल्छ। हजुरले यो युजर इन्फर्मेसन र फिङ्गरप्रिन्ट मात्रै जे छ त्यही टिक लागेको हुन दिएर हजुरले यहाँ डिभाइस सिलेक्ट गर्नुपर्ने हुन्छ। यदि डिभाइस हजुरले कनेक्ट गरिसक्नु भएछ भने अटोमेटिक यहाँ आइहाल्छ नम्बर 2 भनेर, अनि टिक सिलेक्ट भएरै आउँछ अटोमेटिक। त्यसलाई यहाँ हजुरले अपलोड गरिसकेपछि अपलोड हुन्छ। अहिले मेरो डिभाइस नहुने कारणले डिभाइस सिलेक्ट गर भनिन्छ, डिभाइस सिलेक्ट नगरेको कारणले अपलोड भएन। यसै गरेर हजुरले अपलोड गरिसकेपछि डिभाइसमा यो दुईवटा नाम देखाउँछ। त्यसपछि हजुरको फिङ्गर लिने काम चाहिँ डिभाइसबाटै हुन्छ। त्यो म चाहिँ अर्को भिडियोमा हजुरहरूले सिकाउने छु। अब चाहिँ मेन्टेनेन्स टाइम टेबल कसरी सेट गर्ने त? मेन्टेनेन्स टाइम टेबलमा जानुहोस्, ओके थिच्नुहोस्। हजुरको ड्युटी टाइम जस्तो अब स्कुल टाइम राखौँ भने अब बिहान 10 बजेबाट 4 बजेसम्म हुन्छ। अब बिहान टिचर आएर जतिखेर पनि हाजिरी गर्न मिलोस्, एटेन्डेन्स 10 बजेसम्म गर्न मिलोस्, त्यही किसिमले चाहिँ हजुरले यो टाइम टेबल सेट गर्दाखेरि चाहिँ यहाँ चाहिँ हजुरले जति राख्नुहुन्छ त्यति बेलासम्मको हाजिरी लिनेछ। त्योभन्दा पछिको 1 मिनट ढिला भए पनि लिँदैन, कि त लेट भनिदिन्छ। अनि जस्तो मैले अब 10 राखेँ, ड्युटी टाइम भयो, कति बजेसम्म हजुरको ड्युटी हुन्छ त्यो मात्रै लेख्ने हो। यहाँ 10बाट 16 भनेपछि 16 भनेको 4 हो। 10बाट 4 बजेसम्म ड्युटी टाइम हो। ड्युटी यति बजेर यति बजेको भित्रमा ड्युटी गर्ने टाइम चाहिँ यो हो। योभन्दा बढी भयो भने चाहिँ ओभर टाइममा गनिन्छ। त्यसपछि नेक्स्ट गर्नुहोस्। अब चेक इन भनेछ। चेक इन चाहिँ हजुरले यो 10 बजेर 16 बजेको बिचमा चाहिँ हजुरले यो चेक इन र चेकआउटको टाइम चाहिँ राख्न पाउनु हुँदैन, किनभने ड्युटी टाइम हुनेछ। बिहानको टाइम हजुरले जस्तो अब 5 बजे राखे पनि हुन्छ, सुरुको टाइम, स्टार्टिङ टाइम होइन। अनि यो टाइम इन्ड कसरी गर्ने, इन्ड चाहिँ हजुरको 10 बजेभन्दा पछि मिलेन, 10 बजेभन्दा अगाडि चाहिँ अब 9:45 पनि मिल्यो, 9:55 पनि मिल्यो, अब 9:59 पनि मिल्यो, 10 पनि मिल्यो, 10सम्म मिल्छ। हजुरले जस्तो अब 09:55 राख्नुभयो, यति बजेसम्म हाजिरी लिनै पर्छ भनेर, अथवा 9:10 राख्दा पनि फरक परेन, किनभने हजुरले ड्युटी टाइमभन्दा बढी राख्न पाउनुहुन्न, ड्युटी टाइमसम्म चाहिँ राख्न पाउनुहुन्छ। अनि त्यसपछि बेलुकाको चेकआउट भनेको बेलुकाको हो, 16 बजेबाट स्टार्ट हुन्छ टाइम, अनि इन्ड चाहिँ 22 राख्दा पनि हुन्छ, जति बेला राख्दा नि भयो, यो फरक पर्दैन। बेलुका कहिलेकाहीँ ढिलो पनि गइन्छ कोही। त्यो अनुसारको यो टाइम सेट गरिसकेपछि हजुरले चाहिँ हजुर आफ्नो स्टाइलले गर्न सक्नुहुन्छ होइन। अनि नेक्स्ट गर्नुहोस्। यो भनेछ एटेन्डेन्स रुल। यो हाउ मेनी मिनट्स आफ्टर अन ड्युटी टाइम विल बी काउन्टेड एज लेट भने। यदि कोही मान्छे यो जुन हजुरले यो टाइम राख्नुभयो 10 मिनटभन्दा यदि कोही 5 मिनट ढिलो आयो भने त्यसलाई ढिलो लेट काउन्ट गर्ने। अब कोही यो कोही छिट्टै गएछ भने 16 मिनटभन्दा अगाडि नै, 16 बजेभन्दा अगाडि नै गयो भने, 5 मिनट ढिला गएछ भने त्यसको पनि अर्ली काउन्ट गर्ने भनेर त्यस्तै राख्न सक्नुहुन्छ। यो 5-5 मिनट राखिदिन पनि पाउनुहुन्छ, जति मिनट राख्न सक्नुहुन्छ हजुरले। अनि त्यस्तै गरेर अगाडि गर्नुहोस् अनि फिनिस गरिदिनुहोस्। यो हजुरको एउटा टाइम टेबल चाहिँ सेट भइसक्यो। यसले पोस्ट गरिदिनुहोस् अनि यसले काटिदिनुहोस्, यसको काम सक्यो। अनि सिफ्टमा चाहिँ टाइम टेबललाई एड गर्न पर्ने हुन्छ हामीले। यो पहिलाकोलाई हजुरले डिलिट गरिदिनुहोस्, क्लियर अल। अनि यहाँ चाहिँ हजुरको यो जुन बिगिनिङ डेट भन्ने हुन्छ, हजुरको कहिलेदेखिबाट अब एटेन्डेन्स सुरु गर्ने त भनेर भन्दाखेरि अहिले चाहिँ अब यो
मैले आजको डेट राखिदिन्छु। आजको भन्दा पनि यो 2021 को स्टार्टिङमा मन्थ हुन्छ है, 01/01 अनि यो 21 राखेर 20 लेख्न पर्दैन। 2021 को डेट अटोमेटिक आयो। अनि हजुरले यहाँ चाहिँ एड टाइम गर्नुहोस्। एड टाइम गर्दाखेरि हजुरले हामीले बनाएको 10 to 16 को टाइम टेबल यहाँ डे टाइममा देखाउँछ। हजुरको यो मन्डे ट्युजडे वेडनेसडे अब कुन दिन बिदा हुन्छ त्यो दिनको हजुरले टिक हटाइदियो भने त्यो दिनको एटेन्डेन्स चाहिँ लिँदैन अहिले अटोमेटिक। यदि शनिबार पनि कहिलेकाहीँ आउन पर्छ भने त्यसको चाहिँ एटेन्डेन्स हजुरले त्यसको पनि टिक लाउन सक्नुहुन्छ। यदि छैन भने टिक लाउन परेन। अब शनिबार बिदाई हुन्छ गरी स्कुलमा बिदा हुन्छ त्यस कारणले गर्दाखेरि ओके गरिदिनुहोस्। शनिबार बिदामै गनिने भयो त्यही हिसाबले। अब नगनिने भएदेखि एड टाइममै गएर यसमा चाहिँ टिक लगाएर ओके गरिदिन सक्नुहुन्छ। पहिला क्लियर अल गर्न पर्ने थियो त्यही भएर यो मैले सबैमा राखिदिइसकेँ। अब यसलाई सेभ गरिदिनुहोस्। सेभ गरिदिइसकेपछि हजुर इम्प्लोइ सेड्युलमा जानुहोस्। हाम्रो तेस्रो नम्बरको चाहिँ इम्प्लोइ सेड्युल हुन्छ। अब यसमा चाहिँ सेट भएको चाहिँ छैन अहिले टाइम टेबल। अब यो पहिलाको पुरानो यो चाहिँ फालेर अर्को बनाउनु पर्ने, जुन हामीले अहिले सिफ्ट बनायौँ त्यो एड गर्न पर्ने हुन्छ। यो दुइटालाई सिलेक्ट अल गर्नुहोस्, कन्ट्रोल एले हुँदैन। यो चाहिँ हजुरले सिफ्ट यो बटनले पनि गर्न मिल्छ, अनि यहाँबाट पनि सिलेक्ट गर्न मिल्छ। दुइटालाई सिलेक्ट गरिसकेपछि एरेन्ज सिफ्टमा जानुहोस्। पहिलाको यो टाइमले हटाइदिनुहोस्, प्लस गर्नुहोस् हजुरको यो हामीले बनाएको टाइम टेबल अहिलेको यो सिफ्ट बनाएको छौँ हामीले, यो यसमा टाइम टेबल पनि एड गरिदिन्छौँ हामीले। यसमा बिगिनिङ इनको डेट चाहिँ हजुरले अब जहिलेबाट स्टार्ट गर्नुहुन्छ त्यो दिनको राख्नुहोस् 2021। अनि कहिलेसम्मको राख्ने हो त भन्दाखेरि इङ्ग्लिस डेटको अनुसार हुन्छ सबै। 2025 5 वर्षको राख्दै पनि हुन्छ, 5-6 वर्षको। हजुरले कहिलेबाट कहिलेसम्मको डाटा हजुरले यसमा रिकर्ड हेर्ने भनेर यो हजुरले पछि चेन्ज गर्न नि मिल्छ। तर चाहिँ यसमा जति डेट हजुरले लेख्नुहुन्छ यसको बिचको मात्रै हजुरले एटेन्डेन्सको रिकर्ड देखाउँछ यो सफ्टवेयरले। त्यसपछि ओके गरिदिनुहोस्। यहाँ यो त्यही टाइम आयो अनि यिनीहरूमा पनि त्यही टाइम एड भइहाल्छ। त्यो सिफ्ट एड भइसक्यो यिनीहरू दुइटा युजरको लागि। अनि चाहिँ अब ब्याक गरिदिनुहोस्। यो सबै कुराहरू भइसक्यो। अब हजुरले जहिले पनि रिपोर्ट निकाल्दाखेरि चाहिँ हजुरले पहिला डिभाइसले कनेक्ट गर्नु पर्ने हुन्छ। अनि त्यसपछि चाहिँ डाउनलोड एटेन्डेन्स लग गरेपछि डाउनलोड एटेन्डेन्स लग गर्न पर्ने हुन्छ। डाउनलोड एटेन्डेन्स लग गरिसकेपछि हजुरको सबै डाटा डिभाइसबाट कम्प्युटरमा आउँछ। त्यसपछि चाहिँ हजुरले रिपोर्टमा गएर हजुरले यो डेट सिलेक्ट गरेर, जस्तो मैले 1 महिना यही महिनाको हेरौँ जस्तो मानौँ इक्जाम्पलको लागि मैले हजुरले देखाउन गइरहेको छु। 2021 यो जनवरी महिनाको 2021 को डाटा हुने भयो। यो तरिकाले हजुर रिपोर्टमा गएर स्टाफ अन ड्युटी अफ ड्युटी टाइम टेबलमा क्लिक गरेर यसरी हजुरले हेर्न सक्नुहुन्छ। 1 तारिकमा नेपाली डेट अनुसार पनि निकाल्न सक्नुहुन्छ। त्यसमा चाहिँ बिचमा पर्छ यो महिनाको, हजुरले त्यो मिलाएर नेपाली क्यालेन्डर हेरेर त्यो अनुसार मिलाउन सक्नुहुन्छ। यो जुन फ्राइडे अब 1 तारिकको लेखेको छ नि, यो यतापट्टिको भागमा लेफ्टतिरको भागमा हजुरको बिहानको टाइम देखाउँछ। अनि राइटतिरको ठाउँमा चाहिँ बेलुकाको एटेन्डेन्स गरेको चाहिँ टाइम देखाउँछ। बिहानको र बेलुकाको चेक इन र चेकआउट भनेको टाइम देखाउँछ। यो हरेक दिनको देखाउने भएछ यसले, किनभने हामीले स्याटरडे पनि एड गरिएछ अघि टाइम टेबलमा। स्याटरडे यदि छैन थियो भने यसमा चाहिँ यो ड्यास पनि हुने थिएन। ड्यास नहुनेका कारणले हामीले बुझ्नलाई सजिलो हुन्छ कि यो दिन चाहिँ बिदै हुन्छ भनेर। त्यसै गर्दाखेरि यो यसरी हजुरले सजिलै तरिकाले रिपोर्ट पनि निकाल्न सक्नुहुन्छ। अनि यसलाई सेभ पनि गर्न पाउनुहुन्छ अनि प्रिन्ट पनि गर्न पाउनुहुन्छ। यसरी नै हजुरले यो डाटाहरू यसको रिपोर्टहरू
निकाल्न पाउनुहुन्छ। यति नै थियो यो भिडियोमा। ल धन्यवाद। अब म यसको डिभाइसको भिडियो चाहिँ अब पछि अरू भिडियोहरूमा हजुरहरूलाई देखाउने छु। थ्याङ्क यू फर वाचिङ। सब्सक्राइब गरिदिनु।